मैले चाहिँ एकदम है अघि चाहिँ एकदम टाउको दुखेर रुगा लागेर एकदम गाह्रो भइरहेको थियो तर पनि अब सबजनाको रिक्वेस्टले गर्दाखेरि हामी है आइसकेको छौँ र त्यही भएर हामी चाहिँ एकदम ट्याक्सी बुक गरेर इन्जोय गर्नको लागि गइसकेका छौँ। त्यही हो, अब हप्तामा कसैको एक दिन छुट्टी हुन्छ, कसैको त महिनामा एक दिन छुट्टी हुन्छ। महिनामा एक दिन छुट्टी हुनेको त के गर्ने, एक दिन भए पनि रमाइलो त गर्नु पऱ्यो नि त। कामलाई मात्रै सम्झेर भएन है, रमाइलो भनेको रमाइलो हो। त्यही हो, पैसा कमाओस् नकमाओस् तर रमाइलो चाहिँ हुनु पऱ्यो, इन्जोय चाहिँ हुनु पऱ्यो। हामी नेपाली हो, दुःख गर्न आएको छौँ, पैसा कमाउन आएको छौँ, दुःख गर्न आएको छौँ, हामी बुझ्छौँ तर हामी इन्जोय पनि गर्छौँ। त्यही हो, गर्छौँ हामी, केही गर्नुपर्छ। मरेर लानु के छ 2 दिनको जिन्दगी होइन, पैसा त सबैले बोकेर जाने होइन तर इन्जोय पनि गर्नुपर्छ। त्यही हो, आज चाहिँ हामी त्यही भएर कसरी पनि लाग्दैन। परदेशीको जिन्दगी फोटोमा मात्रै हो राम्रो, तर यहाँ काम गर्दाखेरि कति गाह्रो हुन्छ हामीलाई थाहा छ नि त। फोटो खिचेर हाल्यो, टिकटक खिचेर हाल्यो भन्दैमा रमाइलो उसलाई भइरहेको हुँदैन, उसलाई सजिलो काम परिरहेको हुँदैन। फोटोमा जति रमाइलो देख्नुहुन्छ, भिडियोमा जति पनि एकदम रमाइलो देख्नुहुन्छ तर त्यो छैन यहाँनिर, सब एकदम गाह्रो छ, दुःख छ। सही कुरा गऱ्यो होइन, त्यही हो। सबैलाई हामीले हेरेर जज गर्ने होइन, कसैले कसैले हेरेर जज गर्ने होइन। अब हामी जति पनि स्मार्ट भएर हिँडिरहेको छौँ, अहिले त कति स्मार्ट हो, कति स्मार्ट हो, तर काम गर्दाको हालत पनि तपाईँहरूले देख्दै हुनुहुन्छ होला। मेरो युट्युब च्यानलमा गएर हेर्नुहोस्, काम गर्दाखेरि कस्तो हुन्छ हामी र हामी इन्जोय गर्दाखेरि कस्तो हुन्छ, त्यो तपाईँहरूले युट्युब च्यानलमा गएर हेर्नु भएको होला। तपाईँहरूले गएर हेर्नुहोस्, अनि तपाईँले थाहा पाउनुहुनेछ विदेश भनेको के हो त। विदेशमा आएर भनेको चाहिँ, विदेश भनेको चाहिँ के हो, बिहान उठ्ने, ड्युटी जाने, बेलुका आउने, खाने, सुत्ने, विदेश त्यही हो। केही छैन यहाँनिर, यहाँ पकाइदिने कोही छ कोही छैन। घरमा जस्तो पकाइदिएर 10 बजी उठेर खाने होइन, यहाँ बिहान 6 बजी उठेर ड्युटी जाने, बेलुका आउने, पकाउने, टक्कर राख्ने होइन, टक्कसँगले प्याकिङ गर्ने, जाने। बासी भात खाँदाको पीडा त हामीलाई थाहा छ नि त। हो, नेपालमा बसेर केही पनि थाहा छैन दुःख भनेको।